तँलाई कस्तो लाग्यो यहाँ आएर? अरे माइला मलाई त्यही बेला पिसाब लागेको थियो, अहिले पनि गरे छैन। कतिको कन्ट्रोल छ मसँग। यहाँ पनि केटी एउटा पनि केटाको त्यस्तो केही राखेको छैन अगाडि। एकचोटि दसैँ नमनाउने क्यान्सल, बजारमा केही नजाने। हेलो गाइज, वेलकम ब्याक टु एन्डर वाला भिडियो। सो गाइज आजदेखि म पनि भन्न सक्छु ह्याप्पी वाला दसैँ, बिकज आज म जाँदैछु दसैँको सपिङ गर्नलाई। दसैँको के कसो सपिङ गर्छु तपाईँहरूसँग सेयर गर्छु होइन गाइज। ल गाइज आजलाई मसँग कन्टिन्यू हुनुहोस् यो ब्लगमा। के किन्नेवाला छु तपाईँहरूसँग सेयर गर्नेवाला छु। आइकन सपिङ चिपेस्ट वाला सपिङ, बिकज मनी प्रब्लम गाइज, मनी प्रब्लम। ल गाइज अब जाम है त। गाइज हाम्रो क्यामेराम्यान पनि आइसकेको छ। आजको चाहिँ भ्लग एकदम धाँसुबाट हुनेवाला छ गाइज। गाइजहरू हामी चाहिँ अब सपिङ गर्नुभन्दा पहिला हामी चाहिँ जाँदैछु मैले पेट पूजा गर्नलाई। भोक लागिसकेको छ गाइज। गएर खानासाना खाएर अब खाना भन्दैछु नास्ता खाएर अनि जान्छु हामी सपिङ गर्नलाई दुई भाइ। ल गाइज मेरो चाहिँ मोमो आइसक्यो, भाइको पनि चाउमिन आइसकेको छ। अब चाहिँ गाइज हामी खानु जान्छौँ गाइज। हाम्रो चाहिँ नास्ता भइसक्यो। अब चाहिँ हामी जाँदैछौँ फुल्ली सपिङ गर्नलाई। लेट्स गो गाइज। रुबी डिपार्टमेन्टमा, रुबी डिपार्टमेन्ट जहाँ पनि जानुपर्छ। गाइजहरू हेर्न सक्नुहुन्छ यतिको भिड छ अहिले सबै दोकानहरूमा। जहाँ पनि अहिले यतिको भिड छ। दसैँ लागिसक्यो होइन। हामी पनि त लिन आएको छौँ तर के गर्नु भेटेकै छैन। अब चाहिँ खोज्दैछु के हुन्छ अब हेर्नु न। अहिलेसम्म केही लिएकै छैन। गाइजहरू अहिले चाहिँ मेरो भाइ चाहिँ चुज गर्दैछ अब कसो के हुन्छ। हाम्रो दाइ पनि। ल दाइ अहिले सबैलाई इन्भाइट गर्नु पर्यो दसैँको सपिङ गर्नलाई। ल गाइज आउनु पर्यो है, सबैजना आउनु पर्यो। ल भयो ल गाइज सबैजना आउनु पर्यो। हामी पनि आएको छौँ होइन। एकदम यतिको भिड छ हेर्न सक्नुहुन्छ। गाइज मेरो दिदीले चाहिँ चुज गर्यो यस्तो जामा। सरी मलाई त खासै लागेन हौ। तँलाई कस्तो लाग्यो अब त लिन सक्छौ। ल चाहिँ हाम्रो सपिङ हुँदैछ। दाइले अब के भन्नुहुन्छ? ल यो हाम्रो आजको सपिङ होइन, गुवाहाटीमा सपिङ गर्नु गरेकोमा धन्यवाद। फेरि पनि आउनु होला, साथसाथै पढा दसैँको शुभकामना। ल दाइ ल हाम्रो केटाहरू पनि छ यहाँ हुँदैछ एकदम सपिङ। सबैजना आउनु पर्यो है गाइजहरू गुवाहाटी। ल गाइज अब चाहिँ हामी सपिङ गर्न आएको छौँ कि तर हाम्रो केटाहरू अझै केही सपिङ गरेको छैन। किन थाहा छ कि छैन? किनकि केटाहरूको लागि अप्सनै छैन क्या गाइज। त्यही पुरानो त्यही लुगाहरू छ। अनि बेलुन नयाँ बेलुन आएको छ। हामी त किन्ने बेला छैनौँ गाइज। अनि अझै पनि सपिङ जारी चल्दैछ। तिमीको भयो? तिमीको पनि छैन, हाम्रो पनि छैन गाइज। अझै पनि कन्टिन्यू हुँदैछ। ल केटा ल यहाँ पनि हेर्न सक्नुहुन्छ गाइज। अनि यत्तिकैमा बनेको हामीसँग अत्याचार हुँदैछ। यहाँ पनि केटी एउटा पनि केटाको त्यस्तो केही राखेको छैन अगाडि। यत्तिका गाह्रो छ नि हौ हामी केटाहरूलाई। गाइज हामी आइसक्यौँ रुबी डिपार्टमेन्ट सपिङ गर्नलाई। अब यहाँ भेटिन्छ कि भेटिँदैन हेरौँ। अब इन्ट्री हुँदैछ अब हाम्रो। गाइज यत्रो अप्सन हुँदा सिलेक्टमा नपर्ने एउटा मै होला। अझै पनि भेटेको छैन। यत्रो पेन हुँदा पनि के गर्नु अब, लिनु कि नलिनु? दसैँ त मनाउनु पर्यो फेरि होइन। लिनुपर्छ हौ कतै गएर, यता नभए पनि। यहाँ त अलिक महँगै छ। गाइजहरू मेरो त एकदम दिल दुखिरहेको छ यार गाइज। अहिलेसम्म केही भेटेको छैन। रुबी डिपार्टमेन्टमा आएर पनि केही भेटिरहेको छैन हौ गाइजहरू। अब के हुन्छ? दसैँको सपिङ गर्नै भन्दैन क्या गाइजहरू। यहाँ आएर केही पनि फाइदा भएन। मात्र के फाइदा भयो भने एसीको खावा एकछिन खाइयो होइन भनौँ। तँलाई कस्तो लाग्यो यहाँ आएर? अरे माइला म त आफ्नो केही भेटिनँ गाइज। यहाँ मलाई मन परेन, तपाईँहरूलाई मन पर्छ होला आउनु। यहाँ आउन सक्नुहुन्छ तपाईँहरू। यहाँ राम्रो राम्रोहरू छ तर मलाई चाहिँ खासै मन परेन अनि म नकिनेको।
तपाईहरु आउन सक्नुहुन्छ गाइज वेलकम छ तपाईहरुलाई गाइज भाइले चाहिँ जोर्डन 5 लिएर भाइको चाहिँ लगभग शपिङ भइसक्यो अब चाहिँ हाम्रो छ हामी यहाँ आइसकेछौँ अब हेरौँ के हुन्छ अलले छ ड्रेस के रे गाइज यहाँ चेन्जिङ चल्दैछ कस्तो के हुन्छ हैन तल चाहिँ नदेखा हैन तल चाहिँ खोल्दैछु म पिन लाउनु छ के गाइज धेरै चेक गरे भेटेन यहाँ गर्मी पनि बहुत छ तँगासँग के छैन नि गाइज अब चेक गरौँ कस्तो के हुन्छ भयो भने भयो भएन भने एकचोटि दसैँ नमनाउने क्यान्सल बजारसजार केही नजाने घरमा मासु भात खाने बस्ने माथि माथि गर्नु त्यही माथि माथि मेरो भयो ल गाइज हेर्नु सक्नुहुन्छ फर्स्ट टाइम म ब्याग लिँदैछु ब्याग भन्दैछु ब्यागी यार ब्यागी नत्र म त फर्मल सर्मल लाउने मान्छे हो कि फाइनली गाइज एउटा चाहिँ मात्र सपिङ भयो अब भेस्ट र जुत्ता चाहिँ अझै लिएकै छैन पेन्ट चाहिँ फाइनली भइसक्यो ल गाइज अब भेस्ट र सुको चाहिँ अब खोजीमा छु भेटिन्छ कि भेटिँदैन आज राति परिसक्यो फेरि हेर्दा गाइज तपाईँहरूलाई थाहा छ मलाई अब के भन्नु सेयर गर्नु कि नगर्नु म 3 बजी आएको थिएँ कि अहिले 6 बजिसक्यो मलाई त्यही बेला पिसाब लागेको थियो अहिले पनि गरेको छैन कतिको कन्ट्रोल छ मसँग अब त गाइज एकदम टाइटै भएछ कि तर के गर्नु अवस्थै छैन यहाँ कतै कुनै दोकानमा टोइलेट राखेको छैन हो के गर्नु गाइज अब हामी माछा लिन आइसकेको छौँ मनुहरू चाहिँ माछा लिन्छ होइन गाइज हामी चाहिँ मासु लिने बेला छौँ गाइज यति मात्र यत्रो पैसा उता पैसा सक्यो भन्नु पाइन्छ बाबु गाइजहरू हाम्रो लागि चाहिँ मासु पनि किनिसक्यो होइन काकाहरूको लागि माछ हाम्रो लागि मासु ल गाइज अब चाहिँ हामी घर जान आँटेको लेट्स गो गाइज ल गाइज फाइनली सपिङ टपिङ गरेर घर आयो केही लिन गाइज पेन मात्र लिएँ अब भोलि फेरि जानुपर्छ सपिङ गर्नलाई आज एक दिनमा कम्प्लिट भएन सपिङ भोलि गाइज फेरि पनि सपिङको भिडियो आउँछ होला नभए भोलि नभए पर्सि टाइम छ अझै ल गाइज आजलाई यति भिडियो फेरि भिडियोलाई अर्को भिडियोमा भिडियो राम्रो लागेको छ भने लाइक कमेन्ट गर्नु होला कस्तो के सपिङ गर्नुपर्छ कमेन्ट गरिदिनु होला अनि म तपाईँहरूको सजेसन आई विल किप इन माइन्ड लेट्स गो अहिलेको लागि बाई बाई टाटा गुड नाइट सी यू अन द नेक्स्ट भिडियो गाइजहरू हेर्न सक्नुहुन्छ आज म मासु पकाएँ कि आज म मासु पकाउने मेरै पालो थियो हेर्न सक्नुहुन्छ यतिको पसिना छ यतिको पसिना गाइज मासु पकाउँदा गाइज आफै पकाउनुपर्छ होइन यतिको पसिना छ अनुहारमा पनि हेर्न सक्नुहुन्छ यतिको पसिना छ होइन अब चाहिँ म तपाईँहरूलाई मासु कस्तो पक्दैछ तपाईँलाई देखाउने बेला छु क्यामेराम्यान गिभ मी द क्यामेरा आइकन सो द मासु हेर्न सक्नुहुन्छ गाइज अहिले त मासु चाहिँ त झोल झोल भएको छ कि अनि त यो पुरै झोललाई हामी एकदम चुसाउँछु होइन एकदम लास्ट गयो अनि फ्राईवाला बनाउँछौँ गाइज बबाल बनिसक्यो गाइज म टेस्ट गरिसकेँ मिठो छ मिठो बबाल अहिले धेरै रस भयो तर ल गाइज फाइनली हाम्रो मासु चाहिँ भइसक्यो रेडी यसको झोल पनि सकेछ अब यहाँ चेक गर्नलाई लिइसकेको छु गाइज यत्रो मेहनतले बनाएको मासु कसरी नमिठो हुनु होइन गाइज मिठो छ बबाल ल गाइज हाम्रो आज स्पेसलवाला रुटीसँग मासु चल्दैछ एकदम फ्राईवाला मासु ल गाइज आज एकदम मिठो हुनेवाला छ बबाल चेक गरेको छैन तर हुने त बबालै हुने हो ल गाइज आजलाई बाई बाई